हेलो नमस्कार मेरो पोडकास्टमा तपाईहरुलाई स्वागत छ। आज मेरो पोडकास्टमा चाहिँ विशेष गरी मेरो प्यारा मित्रहरू आउँदै हुनुहुन्छ है। उहाँहरूको परिचय बिस्तारै है। उहाँ दुईजना चाहिँ एकदम हितैषी मित्रहरू। आज चाहिँ यसो बसेर हैन साथीभाइहरू यसो गफगाफ गरौँ रमाइलो गरौँ भनेर चाहिँ यसो चिसो खाएर भेटघाट गरेर यसो कुराकानी गरौँ भनेर चाहिँ हामी भिडियो लिएर आउँदैछौँ है। र सबैभन्दा पहिला परिचयबाट जाउँ है त। नमस्ते मेरो नाम चाहिँ उज्जवल बुढाथकी। मेरो घर सिन्धुली दुधुल नगरपालिका 8। म चाहिँ विगत 13 वर्षदेखि दाइसँग सँगै सहकार्य गरिरहेको छु। बाँकी कुरा पछि गर्दै जाउँला। नमस्ते मेरो नाम चाहिँ सुदीप बहादुर गुरुङ। मेरो घर चाहिँ कञ्चनपुर पुनर्वास नगरपालिका वडा नम्बर 6। हाम्रो मित्रता कायम भएको चाहिँ लगभग अब 8-9 वर्ष जति नै भयो भनौँ। दाइसँग एकदम राम्रोसँग गाँसिएर एकदम राम्रोसँग कामहरूदेखि लिएर हरेक कुरा चाहिँ सहयोगी मतलब भनौँ एउटा काम कुरो सबै कुरामा दाइसँग गाँसिएको सम्बन्ध चाहिँ लगभग 8-9 वर्ष जति भयो भनौँ। ल धन्यवाद। उहाँहरूको परिचय त पाइसक्नु भयो होला है। अब हामी चाहिँ मिठा मिठा गफ गर्दै अब यसो चिसो पनि खाँदै गर्छौँ। लिउँ ल चिसो है। यो फेरि चिसो हो है डिउ हो। यसलाई चाहिँ अब अगाडि ल अब यसो कुराकानीबाट जाउँ है। अब सबैभन्दा पहिला त अब म आफ्नै बारेमा सोध्न चाहेँ है। अब मेरो बारेमा भाइहरूलाई त थाहा छ तर सबैलाई थाहा छैन नि त। त्यस कारणले आज चाहिँ खोलौँ मेरो राम्रो पक्ष र नराम्रो पक्ष म सोध्दैछु। भाइहरूलाई मेरो राम्रो पक्ष के लाग्छ र नराम्रो पक्ष चाहिँ के लाग्छ सोधे है त। तिमीलाई चाहिँ मेरो एकदम राम्रो पक्ष अनि एकदम सुधार गर्नुपर्ने पक्ष र नराम्रो त नभन सुधार गर्नुपर्ने पक्ष। राम्रो पक्ष भन्नुपर्दाखेरि चाहिँ सर्वप्रथम राजेन्द्र मौराती उर्फ मार्केट। हामी चाहिँ मार्केट भनेर चिन्छौँ उहाँलाई चाहिँ। हरेक कुरामा पर्फेक्ट वान अफ द बेस्ट मान्छे हुनुहुन्छ राजेन्द्र दाई। अनि एकदम सबैभन्दा ठुलो राम्रो बानी भनेको चाहिँ के हो भने ल दाइ यस्तो गर्नुपर्छ भनेर केही कुरा कसैले भन्छ भने चाहिँ त्यो कुरा हुन्छ गर न के छ र गर न यही तरिकाले गर न मैले के भनेछु र गर भनिरहेको छु त केटाहरू जोसै गर्दैनन् भन्ने यो तरिकाको जुन छ दाइको भाइब त्यो चाहिँ एकदम राम्रो छ। अनि समग्रमा मैले त देखेको लगभग 13 वर्ष भइसक्यो दाइसँग सङ्गत गरेको होइन। अब सँगै नाच्ने क्रममा अब दाइले गेम पनि राम्रो खेल्नुहुन्छ। कतिपय अब दाइको रेगुलर फलोवर्सहरू अब रेगुलर जो हुन्छ नि दाइको भिडियो हेरिरहने मान्छेलाई थाहा होला। दाइ वान म्यान भन्छ नि हरेक कुरामा क्या वान अफ द बेस्ट पर्सन हुनुहुन्छ। सबै कुरामा पर्फेक्ट हुनुहुन्छ। अनि सबैभन्दा राम्रो कुरा चाहिँ के भने नि दाइ तपाईँलाई चाहिँ यो है भनेपछि दाइ चाहिँ फेरि कसरी हुन्छ त्यसलाई सोची दायाँ बायाँ गएको त्यो कुरा चाहिँ क्लियर गर्नु जस्तो बानी छ। सुधार गर्नुपर्ने पछि चाहिँ के छ भन्दाखेरि दाइको अब देखेको 13 वर्ष जति सङ्गत गरिसक्यो। दाइ र मेरो चाहिँ सेम मान्छ क्या। फेरि दाइ चाहिँ झटक्क रिसाउनुहुन्छ। रिसाएपछि त्यो कुरालाई फेरि लङ टाइम लिनुहुन्न दाइले चाहिँ। त्यसलाई चाहिँ लङ टाइम लिएर चाहिँ अब इक्लेर अब नबोल्ने उसले छोके नगर्ने उसको छेउछाउ नजाने खालको चाहिँ छैन कि ऊ आफै केटाहरू के भएको यार आफै फेरि आएर त्यसलाई रियलाइज गरेर दाइ आफैले मानव दाइको गल्ती छैन। 100मा दाइको 20% छ अरूको चाहिँ 80% छ भने चाहिँ दाइ आफै त्यसलाई गरेर चाहिँ झुकाउ भएर ल यस्तो हो भनेर पछि त्यसलाई आफैले रियलाइज गर्नुहुन्छ। त्यो बानी चाहिँ राम्रो छ। सुधार गर्नुपर्छ भने चाहिँ झनकरी सानो बानी त अलिकति हरेक मान्छेको एउटा अवगुण त भइहाल्छ। मान्छेले भगवान्लाई त दोष देखाउँछ भने चाहिँ मानव जातिलाई अलिकति दोष त भइहाल्छ। मैले चाहिँ खासै सुधार गर्नुपर्ने चाहिँ केही देखाएको छैन दाइको। सबैसँग मिलनसार हुनुहुन्छ। सधैँभरि दाइको चाहिँ यो स्वभाव यो हुन्छ नि दाइको हाउभाउ यो ह्याबिट छ नि सधैँ यस्तै भइरहोस् भन्ने चाहन्छु। बाँकी अरू के छैन। ल धन्यवाद भाइलाई। अब मेरो अर्को भाइबाट बुझौँ उनलाई चाहिँ मेरो राम्रो पक्ष के लाग्छ अनि सुधार गर्नुपर्ने कुराहरू चाहिँ के लाग्छ। पहिलो कुरो चाहिँ म के भन्न चाहन्छु भने दाइको घर चाहिँ तनहुँ मेरो घर चाहिँ पुनर्वास होइन। दाइको र मेरो एउटा भनौँ न कामको सिलसिलाको अनुसारले हाम्रो भेट भएको हो र त्यही सिलसिलाको अनुसारले अब भनौँ न 8-9 वर्ष मैले अघि नै पनि भनिसकेँ। 8-9 वर्षको क्रममा चाहिँ दाइसँग चाहिँ एकदम राम्रैसँग भनौँ न हरेक कामहरू गर्दाखेरि अब है अनि हरेक कामहरू गर्दाखेरि हरेक कुनै पनि कुरामा चाहिँ जस्तै अब
मानिसको रिस होइन, रिस घमण्ड एटिट्युड अलिकति मानिसको हरेकमा चाहिँ हुन्छ क्या, त्यो चाहिँ हुन्छ नै होइन। दाजु कस्तो भनेपछि कुनै कुरा एक्टिभिटीमा हुनुहुन्छ भनेपछि त्यतातिर चाहिँ रिसाउनु भयो भनेपछि झनक्क रिसाउने होइन। अनि फेरि मतलब भनौँ न एउटा खुसी भएपछि खुसी, रिसाएपछि रिसाउने, त्यो टाइपको चाहिँ हुनुहुन्छ होइन। दाजुको राम्रो पक्ष चाहिँ के छ भनेपछि, राम्रो पक्ष के छ भनेपछि दाजुको एकदम मिलनसार होइन, कसैलाई पनि मतलब कि नछुटाउने क्या, सबैलाई बराबर एउटै लेभलमा क्या, सबैसँग एकदम मिल्ने घुल्ने, चाहे अपरिचित व्यक्ति होस् चाहे परिचित व्यक्ति होस्, सबैसँग घुलमिल गरेर चाहिँ एकदम, जस्तै अब मैले यो मान्छेलाई चिनेको छैन, यो मान्छेसँग म किन गर्ने, त्यो टाइपको होइन क्या। उसलाई समस्या परेको छैन, नचिनेको होस् चाहे चिनेको होस्, त्यो मान्छेलाई चाहिँ मैले सहयोग गर्नुपर्छ, त्यो मान्छेले यदि गलत बाटोमा हिँडेको छ भने मैले सही बाटोमा ल्याउनुपर्छ भन्ने चाहिँ एउटा सामाजिक भावना, एउटा भन्छ नि सामाजिक सेवा के भन्ने हुन्छ नि, त्यो टाइपको बोकेर सहयोगी भावना चाहिँ बोक्नु भएको छ। त्यो चाहिँ मलाई एकदम बेस्ट होइन दाइको चाहिँ, त्यो चाहिँ मलाई एकदम बेस्ट लाग्छ क्या होइन। अरू कुरा भन्दा नि त्यो कुरामा चाहिँ छ क्या। र अनि अर्को कुरा, कुनै पनि काम, कुनै पनि उहाँलाई चाहिँ आफूभन्दा चाहिँ भनौँ न सिनियर मान्छे, अब भनौँ बुवा है, आमा दाईहरू दिदीहरू, अब हरेक व्यक्ति कुनै मान्छेहरूले चाहिँ आफूभन्दा सिनियरले चाहिँ भन्दाखेरि चाहिँ ल यो गर है, यसलाई चाहिँ सक्नुपर्छ है, यो काम चाहिँ गर्नु है भनेपछि त्यो कुरामा चाहिँ एकदम अगाडि बढ्नुहुन्छ क्या। त्यो कुरामा चाहिँ एकदम अगाडि बढेर त्यो कुरालाई चाहिँ होइन समेटेर कसरी हुन्छ सहज गरेर हुन्छ कि, अब गाह्रो भयो भनेपछि गाह्रो तरिका छ छैन त्यो मतलब छैन क्या। उहाँले चाहिँ त्यो काम सक्नु नै पर्छ भन्ने चाहिँ त्यो चाहिँ मलाई एकदम उहाँको राम्रो पक्ष हो है। र उहाँको सुधार गर्नु पक्ष अब भनिसके, अघि दाजुले नि भन्नुभयो भगवान्को बारेमा होइन, भगवान् शिवजीको र पार्वतीको होइन, भगवान् शिवजी हुँदाखेरि त पार्वतीको मनमा पस्न सक्दैन र क्या, त्यो अझै पनि छ क्या। भगवान् शिवजीले त पार्वतीको मनमा छिर्न सकेन भनेपछि हामी त एउटा मान्छे हो होइन, कसैलाई पनि अब मतलब भनौँ न रुज्ला नरुज्ला है, त्यो कुरामा चाहिँ त्यसरी नै उहाँको पनि मन कस्तो छ के छ त्यो हामीले बुझ्न नसके तापनि उहाँको जुन कुराहरू गर्ने शैलीदेखि लिएर एउटा मान्छेमा भर विश्वास एउटा हुन्छ क्या, त्यो तरिकाको हुन्छ। त्यही भएर चाहिँ दाजुको चाहिँ सुधार गर्नु पक्ष चाहिँ चिन्ने नचिन्ने मान्छेलाई पनि झट्ट चाहिँ विश्वास गरिहाल्नुहुन्छ। विश्वास गर्नु अगाडि सोच्नु होला होइन, राम्रोसँग बुझ्नु होला। यसरी नै हामी जसरी नै अब भेट हुन्छ होइन, अब हामी भेट भएको 1 वर्ष 3 महिना 4 महिना त्यो टाइपको होइन कि, हामी त अब 8-9 वर्षै भयो, दाजुको 13 वर्षै भयो मभन्दा अगाडि भेट भएको हो। यसरी नै चिन्ने मौका पाउँछ नि त, त्यो चिनेर कसैलाई पनि विश्वास चाहिँ आजकलको जमानामा चाहिँ गर्न सकिन्न होइन। विश्वास गर्न सकिन्छ तर कस्तो व्यक्तिलाई, मैले चाहिँ यो व्यक्तिबाट चाहिँ मलाई सेफ छ, यो व्यक्तिले चाहिँ मलाई एकदम राम्रो गर्छ भनेपछि जुन बिरुवाले फल दिन्छ त्यो बिरुवालाई चाहिँ हामीले हेर्ने हो क्या। जुन बिरुवाले फल दिन्छ त्यो बिरुवालाई चाहिँ हामीले हेर्ने हो। अनि त्यस पश्चात दाजुको मैले सुधार गर्नुपर्ने पक्ष त्यही नै देखेँ, कसैलाई पनि झट्ट विश्वास गरिहाल्ने, यो गर्दा नि ठिक छ त्यो गर्दा नि ठिक छ। अब हरेक मान्छेले यदि कोही मान्छेले यो गरौँ भनेपछि फ्याट्ट माने भने चाहे त्यहाँ चाहिँ गाह्रो परोस् होइन, भोलिको दिनमा आफूलाई गाह्रो होस्, भनौँ न कुनै व्यक्तिले केही घटना घटायोस्, अब मतलब उहाँको नाम जोडिएपछि त उहाँ पनि फस्ने हो नि त। त्यही भएर चाहिँ त्यो कुराहरूमा चाहिँ एकदम ध्यान दिनु होला हजुरले चाहिँ होइन। अरू मलाई एकदम मनैदेखि चाहिँ के भन्न चाहन्छ भने दाजुलाई चाहिँ एकदम हृदयदेखि नै माया छ, आई लभ यु है, अलवेज रेस्पेक्ट। दाजुले यसरी नै भाइलाई पनि माया गरेर राख्नु, त्यही नै हो मेरो। ल थ्याङ्क यू। अब हामी संगत गरेको त धेरै नै भइसक्यो, हाम्रो सहकार्य प्राय सधैँ नै भइरहेको छ। हामी एकै ठाउँमा चाहिँ बस्ने, एकै ठाउँ खाने होइन, एकै ठाउँ रमाउने साथीहरू हो। ल आज गफगाफ गर्न पाउँदाखेरि अब खुसी लाग्छ। अब सानोतिनो कुराहरू अब होइन, मलाई केही कुराहरू मेरो मनमा हुन्छ, आज खुलेर कुरा गर्ने छौँ हामी। अब कतातिर जाउँ भने अब पारिवारिकतिर नजाउँ, अब हामी अझै रमाइलो गरौँ। अझ चाहिँ अब भइहाल्यो मेरो बारेमा
अब थाहा भइहाल्यो अलिअलि अब राम्रो नराम्रो पक्षहरू भइ नै हाल्छ सबै मान्छेको। अब आज हामी कसैको कोही एक व्यक्तिको बारेमा कुरा काटौँ है, कुरा काटौँ। अब नाम चाहिँ पछि, यो नाम चाहिँ हामी चाहिँ पछि चाहिँ काटेर हालौँ ल, सरप्राइज हुन्छ, नाम नभनौँ ल। कसको बारेमा काटौँ? अब यस्तो दुश्मनी सोच्न लाग्यो भनेपछि दुश्मनीको अनुसारले झन् दुश्मनी हुन्छ होइन। हामीले हाम्रो नै माया गर्ने साथी एकदम मित्रहरूलाई नै गर्दा चाहिँ सही होला क्या। जो आफूसँग नजिक छ उहाँसँगै गर्दा चाहिँ ठिक होला क्या। किनकि बाहिरी मान्छेहरूलाई चाहिँ कुरा काट्यो भने तैँले मेरो कुरा किन गरिस् यताउति भन्ने चाहिँ हुन्छ। र एक त यो हाम्रो भिडियो मार्फत चाहिँ होइन, अब हजुरहरूले मन पराइदिनु हुन्छ या हुन्न त्यो चाहिँ हामीलाई थाहा छैन। तर अवश्य पनि हजुरहरूले यसरी नै साथ सपोर्ट दिनुहुन्छ, यसरी नै माया गरिदिनुहुन्छ भने हामीलाई अवश्य नै थाहा छ। र चाहिँ अब हाम्रै एकदम नजिकको मित्रको चाहिँ अब कुरा काट्ने भन्दा नि उहाँको चाहिँ राम्रो र नराम्रो पक्ष उहाँको नै आउँछ कि कुरा है। त्यो चाहिँ कुरा चाहिँ त्यो आउँछ क्या। र यो ट्विस्ट चाहिँ के आउँछ भने उहाँलाई चाहिँ यो जस्तै अब बर्थडेमा सरप्राइजहरू यताउति दिन्छ नि, त्यो अनुसारले उहाँलाई नै यो के हो एकदम मायाले फेरि है, मनैदेखिले मायाले रेस्पेक्ट गरेर नै उहाँलाई एकदम सम्झेर नै हामीहरू कुरा गर्नेछौँ उहाँको। त्यति नै ल। आज चाहिँ हामी अमर सरको बारेमा कुरा गरौँ है। अब अमर सरको बारेमा कुरा गर्दाखेरि अब उज्जवल सरबाट सुरु गरौँ। मैले बुझ्दाखेरि चाहिँ अमर सर कस्तो खालको मान्छे भन्दाखेरि एकदम क्या सबैसँग मिल्न चाहिँ होइन। तर जति हामी छौँ नि ओपन छौँ नि, तपाईँ हामी जति खुल्छौँ नि उहाँ चाहिँ त्यति खुल्न चाहनुहुन्न होइन। उहाँको आफ्नै छुट्टै हुन्छ पर्सनालिटी होइन, देखि लिएर हरेक चिजमा उहाँ चाहिँ अलिकति एक्स्ट्रै बन्नुहुन्छ, हरेक कुरामा पर्फेक्ट पनि हुनुहुन्छ सबै कुरामा होइन। अब हरेक कुरा ट्यालेन्ट पनि हुनुहुन्छ होइन। एज हामीसँगै सहकार्य गर्दा पनि त हामीभन्दा एक स्टेप फरवार्डै हुनुहुन्छ हरेक कुरामा। त्यो भएर अनि जति हामी खुल्छौँ, जति जस्तै म र राजेन्द्र मौर्य दाइले त हामी आन्ध्र भुँडी सबै केलाउँछौँ भनेपछि दाइको राम्रो पछि मैले भनि नै सकेँ। मेरो जति थाहा छ दाइको मलाई त्यति नै थाहा छ। जति हामी खुल्छौँ उहाँ चाहिँ त्यति खुल्न चाहनुहुन्न। मिल्न चाहिँ एकदम मिल्नुहुन्छ, ज्यानै दिउँला यस्तो गर्नुहुन्छ। त्यही भएर मानिससँग के छ भने त्यति साह्रो खुल्नुहुन्न होइन। र अर्को कुरो के छ भन्दाखेरि अनि के गर्न लागेको र के गर्दैछ भन्ने कुरो चाहिँ स्वयं उहाँलाई पनि थाहा हुँदैन होइन, हामीलाई पनि थाहा हुँदैन। अनि एउटा के भन्छ नि, गर्नुभन्दा पहिला चाहिँ धेरै के हुन्छ त्यसलाई भास्टमा गरेर एकदम गहिरामा सोध्ने, यार यस्तो भयो भने के गर्ने, फर द रेस्पोन्स के गर्ने त्यसलाई होइन। त्यसको लागि के हुन्छ अब वैकल्पिक बाटो के हुन्छ त्यो सोच्दिने क्या। त्यो हुन्छ हुँदैन थाहा छैन, त्यो सोच्ने धेरै होइन, पहिले सोचिहाल्नु। अनि सानो कुरालाई पनि धेरै कुरा नि। अब जस्तै उहाँलाई एउटा मानौँ जस्ट इक्जाम्पल रुगामर्की लागेको छैन, अब उहाँलाई एन्टिबायोटिक चाहिन्छ धेरै होइन, साइनिस यताउता हुँदैन किनकि उहाँ धेरै भाषमा जानुहुन्छ नि त होइन। धेरै भाषमा जान्छ, तातो पानी चाहिन्छ उहाँलाई फेरि होइन, चिसो पानी नट अलाउड है। अब त्यहाँबाट उहाँलाई रुगामर्की लाग्यो भनेपछि अब सक्यो उहाँले फेरि बार्ने यस्तो चिज बार्नुहुन्छ जुन बार्न पर्ने चिज बार्नु, अचार खाइदिनुहुन्छ, तातो पानी बारिदिनुहुन्छ होइन, अमिलो चिज पिरो चिज खाइदिनुहुन्छ अनि पानी बारिदिनुहुन्छ। त के अर्थ भएर एन्टिबायोटिक लिइदिनुहुन्छ, त्यसपछि झन् दबाईको रियाक्सन हुन्छ, त दबाईको मात्रा मिल्दैन। अनि गरस्त बनाएर चाहिँ आफैलाई चाहिँ के भन्छ उहाँको आफू भन्दा नि उहाँको मन चाहिँ धेरै गल्छ क्या, धेरै बिरामी। हामीले धेरै मिलेर हिँड्यौँ होइन, धेरै मिल्यौँ, धेरै क्लोजली भयौँ होइन। प्रायः हामी सबै सहकार्य गर्ने कुनै पनि कार्यक्रम सञ्चालन गर्ने बेला हामी सँगै हिँडिन्थ्यो पनि, सँगै गइयो पनि, सँगै घुमियो पनि होइन। अब एकदम कुरा काट्नै पर्ने कुरा चाहिँ के छ त्यस्तो जुन हुन्छ अलिकति रमाइलो टाइपको होइन, अलिकति हुन्छ नि त्यो यो छेड चाहिँ छ, यो छेडले चाहिँ मलाई त्यो छेडले चाहिँ एकदम रमाइलो दिएछ भन्ने त्यस्तो केही छ त? रमाइलो दिएको मलाई भन्दाखेरि चाहिँ बिचमा हामी अस्तिको कुरा गर्छौँ होइन। हालैसालै हामीले सँगै सहकार्य गरेर बेला चाहिँ हामी सुरुमा यहाँबाट एउटा प्लान बनाएर गइयो है। प्लान हाम्रो एउटा थियो कि जब कि जहाँ जे जस्तो भए पनि हामी दुई भाइ चाहिँ सँगै हुन्छौँ है हरदम। डोन्ट वरी, डु नट फियर, आम हियर भनेर गएको मान्छे हामी होइन। त्यहाँ गइसकेपछि अब के भयो भन्दाखेरि त्यहाँको पर्यावरण, त्यहाँको माहौल होइन, त्यहाँको यो मौसम पर्यावरण सबैले गर्यो क्या। के भयो त अब सर यता लाग्नुभयो, म यता लागेँ
सुरुमा त एक हप्ता 2 हप्ता त हाम्रो कम्युनिकेसन भइरहेको थियो तपाईँहरूसँग सहकारी पनि भएको थियो हाम्रो होइन सँगसँगै हामी ग्रुपमा पनि जोइन भएको थियौँ होइन हाम्रो पनि हामी बिच कुराकानी भइरहेको अहिले पनि देखिरहेको थिएँ सँगै क्लोजमै थियौँ हामी त्यतिखेरसम्म पछि के भन्दा अब सरको वे अर्कै भयो मेरो वे अर्कै भयो होइन हाम्रो दुईजनाको लक्ष्य एउटै छ तर हामी हिँड्ने बाटो र वे फरक भयो क्या सँगै छौँ तर त्यस्तो होइन उहाँ रेसिपी भएर त्यस्तो होइन कि वान अफ द बेस्ट मान्छे मेरो लागि ऊ उसको लागि म होइन त्यति साह्रो हुन सक्दैन अनि हामी बिचमा कसैको इन्ट्री भयो भने नि हामी बिचमा के हुन्छ त फाट आउँछ नि त त्यो चिजले गर्दा उहाँको मनमा के लाग्यो त यो मान्छेले मलाई टाढाको सम्झ्यो भने मैले टाढा सम्झेँ मलाई एउटा के रमाइलो कुरा याद छ भने जब ऊ फर्स्ट टाइम हामी उसको र मेरो भेट हुँदाखेरि सर र मेरो भेट हुँदाखेरि चाहिँ मलाई अहिले पनि याद छ उसले पनि कहिले काहीँ गुणगान गरेर मम्मीसँग कुरा गर्छ अरे उसले होइन मम्मीसँग नि भेट भएको बेला कुरा गर्नुहुन्छ ऊ चाहिँ एकदम सिकिस्तै बिरामी थियो क्या एकचोटि होइन दबाईले पनि नभएर एकदम धेरै नै भएको थियो त्यतिखेर चाहिँ मलाई गाउँघरमा भनेकै याद थियो क्या त्यो कमलकोठीको गुण थाहा छ नि तपाईँलाई कमलकोठीको गुण घरतिर लाग्छ नि हो त्यो कमलकोठीको गुड र सयपत्री चाहिँ सयपत्री हामीले माला लाउँछौँ नि फुल त्यो फुल पिसेर खायो भने चाहिँ टाइफाइड पहिला टाइफाइडको लागि त्यो खुवाउँथ्यो क्या गाउँघरमा त्यो खुवाउँथ्यो क्या दबाई भनेर मलाई झट्टै याद थियो उहाँलाई मैले त्यो खुवाएको थिएँ अन्त त्यहाँ खुवाएदेखिको अहिलेसम्म मलाई ज्वरो आएन अरे क्या होइन ज्वरो आएन अरे अब सेम लाइक के हो त सेम केस मलाई भयो क्या म बिरामी परेको बेला तर उहाँ आउनु भएन क्या अनि मैले अरू मान्छे आएँ मलाई सोध्नलाई होइन के छ कसो छ भनेर तर उहाँ नआएपछि मैले उहाँसँग गुनासो गरेँ होइन उहाँ नआएपछि मलाई एकजना मान्छे मात्रै आउँछ जस्तो लाग्यो मलाई किनकि मैले त्यो दिन गरेको थिएँ बिरामी हुँदा रातभरि नसुधी म कमलकोठी खोजी होइन बनाएर खुवाएको मेरो डाइहट फ्यानले मलाई के भने सोध्न आउँछ जस्तो फिल भयो त मन नहुँदो रहेछ क्या जे भने होइन आफ्नो नजिकको घर परिवारलाई फोन गरेर के छ भनेर नसोधे पनि नजिकमा जो छ होइन जस्तै म तपाईँसँग नजिक छु मलाई उज्जवल भाइ के छ भनेर तपाईँले बोलाउनु भन्यो भने यार मलाई मार्केट दाइले अस्ति गरेन यार यस्तो भएको मान्छे आखिर यस्तो हुँदाखेरि बोलाएन तपाईँले बोलाएको चाहिँ मेरो औषधि हुँदो रहेछ क्या दाइ होइन त्यो बेला चाहिँ अनि उहाँले सोध्नु भनेको मलाई होइन मलाई लागिरहेको थियो मान्छेले मलाई बोलाउनु आउँछ कि म 2 दिन 3 दिन थाला भने होइन म 4 भएर पानी चढाएको म होइन अनि जब म हस्पिटल डिस्चार्ज हुने बेला चाहिँ फोन आयो क्या एउटा नम्बरबाट फोन आयो अब साथीसँग अब सरसँग अलिकति थोरै मनमुटा हुने बित्तिकै नम्बरै डिलिट गर्ने नम्बरै ब्लक लिस्टमा राख्ने भन्ने त हुँदैन थियो उहाँको टिकटक आउँथ्यो बेला म लाइक गरेर आउँथेँ होइन लाइक गरेर टिकटक आइरहन्थ्यो म लाइक गरेर आउँथेँ बस हाम्रो आउने सामने कुरा मात्रै हुन थियो बाँकी सबै अब नजिक छ सम्बन्ध होइन त्यो थियो मलाई एउटा के आश थियो भने म बिरामी हुँदाखेरि चाहिँ मलाई चाहिँ यो सरले एकैछिन बोलाउँछु जस्तो लागेको थियो उहाँले चाहिँ अर्कै कुराले चाहिँ नआउनु भएको छ अहिले भन्दाखेरि त होइन मैले अब कुरा भन्नु जब कहाँसम्म सत्य हो कि भगवान्लाई थाहा छ कि उहाँलाई थाहा छ होइन अनि म चाहिँ के भन्दैन आउनुहुन्छ भने सोचिरहेको थिएँ अनि अहिले मैले भन्दाखेरि पछि कुरा गर्छु नि त मलाई कुरा केही कुरा चित्त छैन त्यो बेला त्यति भएको नभएकोले मलाई केही चित्त दुखाइ छ है भने मैले होइन भनेपछि तिम्रो गुनासो चाहिँ अब ऊ बिरामी हुँदाखेरि तिमीले चाहिँ गर्यौ तिमीले जे भयो नि गाउँघरको तरिकाले उपचार गर्यो त्यही उपचारले गर्दै अहिलेसम्म उसलाई ज्वरो पनि आएको छैन भनेपछि त्यो तिम्रो चाहिँ खुसीको कुरो भयो अब दुःखको कुरो चाहिँ अब तिमी बिरामी हुँदै सेम केस तिमीसँग पर्थ्यो उसले सोद्धा नि सोधेन आई थिङ्क बोल्दा नि बोलेन भेट्न जाने त परेको कुरा भेटै भएन भनेपछि गुनासो त्यसमा छ अलिकति भनेपछि तिम्रो नजरमा अलिक सेल्फिस टाइपको भन्न खोज्यो तिमीले त्यही होइन त्यतिखेर चाहिँ त्यतिखेर चाहिँ अहिलेको जुन बिहेभ छ नि त्यही बिहेभ त्यतिखेर देखाइदिएको भए हुन्छ त त्यतिखेर अलिक सेल्फिस भएको हो कि भन्ने चाहिँ फिल भयो मलाई चाहिँ सेल्फिस यस्तो फेरि फ्रेन्डसिप कस्तो हुन्छ भने जतिसुकै सेल्फिस होइन आफूले चाहिँ एउटा माया गरेको आफूले चाहिँ नजिक छानेको साथीलाई जतिसुकै जे भए पनि कम्प्रोमाइज हुँदो रहेछ कि होइन कम्प्रोमाइज हुन्छ नि अब उसले त्यस्तो गरे पनि आफू चाहिँ अझै पनि हामी मित्र त छौँ नि त साथी छौँ तर कम्प्रोमाइज हुन्छ नरिसाउनु होला है कुरा हुँदैछ तपाईँ नभएको कारणले त तपाईँ कुरा काट्दैछ हामीलाई अब सुधी भाइसँग अब त्यस्तो के छ राम्रो होइन यसो कुरा काटौँ गफगफ गरौँ सर्वप्रथम त म के भन्न चाहन्छु भने जो व्यक्तिको हाम्रो अब कुरा हुँदैछ उहाँ चाहिँ अहिले हुनुहुन्न है विविध कारणवशले चाहिँ उहाँ चाहिँ अब भनौँ न एउटा हामी भन्दा चाहिँ धेरै टाढा पनि भन्न चाहन्न कि अब केही दूरीमा चाहिँ हुनुहुन्छ उहाँ भनौँ न अब विविध कारणले चाहिँ मौसमी अब के होला पानी सानी परिरहेको होला बाहिर है उहाँलाई चाहिँ बोलाउने कोसिस चाहिँ गरिएको हो तर उहाँ चाहिँ अलिकति विविध कारणले नै बाहिरिनु भयो त्यही भएर उहाँलाई चाहिँ उहाँको कुरा गर्नुभन्दा अगाडि पहिलो कुरो चाहिँ म उहाँलाई एकदम रिस्पेक्ट है अनि अर्को कुरो मेरो दाइ एकदम आत्मीय दाइ होइन सरी पनि भन्न चाहन्छु यही कुराहरू
र अनि अर्को कुरो जस्तै अब कुरा गर्दा गर्दा दाजुले कुरा गर्नुभयो अहिले है एकदम लामो केही कुराहरू आफूले व्यक्तिगत भन्न नपाए पनि एउटा भिडियो मार्फत चाहिँ भन्न पाउँदाखेरि दाजुको पनि मन अलिकति चाहिँ हल्का चाहिँ भएको छ फिल भन्ने चाहिँ मलाई पनि लागिरहेको छ क्या होइन। र त्यही अनुसारले जसरी दाजुले अहिले आफ्नो कुराहरू चाहिँ व्यक्त गर्नु भएको छ यो भिडियोमा त्यसरी नै हजुरले चाहिँ भिडियोलाई हेरेर हामीलाई होइन अब एकदम माया गर्नु होला। अब दाजुको पनि चाहिँ छ जस्तो छ कुराहरू त्यो कुरालाई चाहिँ बुझेर एनालाइज गरेर एकदम राम्रोसँग चाहिँ अझै योभन्दा नि अझै हामीहरू बढी नै घनिष्ठ क्या होइन। अब भनौँ न एउटा पत्थरलाई पनि 3-4 खन 5 खन हान्दाखेरि नफुट्ने पत्थर होइन केही कुराहरू अब मतलब खिया लाग्यो जङ लाग्यो भनेपछि त्यसलाई अमर सरको चाहिँ अब यो कारण कुरा काट्ने भने चाहिँ नराम्रो कुराहरू क्या कुरा काट्ने राम्रो कुरा त कहिले काटिँदैन राम्रो कुरा त फेस टु फेस गरि नै हालिन्छ। तर कति कुरा हुन्छ नि नराम्रो जस्तै उसको ह्याबिटहरू मन नपर्ने जस्तै ह्याबिट यो चाहिँ यस्तो टाइपको छ यो ह्याबिट चाहिँ यस्तो छ अलिकति नराम्रो टाइपको इन्डाइरेक्ट रूपमा भन्नुपर्दाखेरि उसलाई चाहिँ अब रिसाएछ नि फकाउला कसरी हुन्छ। अहिले चाहिँ कुरा काटौँ अन्ली कुरा है काटौँ उसको अब म भन्छु उसको नराम्रो पक्ष के है। अब उसको मलाई फेरि कस्तो लाग्छ भने सिम्पल लाइफ हाइयर थिङ्किङ सिम्पल लिभिङ हाइयर थिङ्किङ भनेको सादा जीवन उच्च विचार है। अब एकचोटि म कुरै काटिहालेँ है मैले है। अब म चाहिँ कुरा काट्छु है। कस्तो भयो भने हामी चाहिँ काठमाडौँमा चाहिँ अब हुन्छ नि काठमाडौँमा त्यो कार्य गर्ने बेलामा हाम्रो एउटा प्रोग्राम थियो त्यति बेला। अनि उनले भने जानुपर्छ ल घुम्न भने होइन ओके होइन अब जाऊँ भनेपछि जाउँ न। अब त्यति बेला सायद तिमीहरू पनि थियो तर तिम्रो चाहिँ त्यही नजिकै कोठा भएको कारणले 2टा कोठा भएको कारणले सायद कोठामै हुन्थ्यो तिमीहरू। हामी चाहिँ समथिङ त्यस्तै प्रोग्रामले गर्थ्यौँ। अनि त्यति बेला के भयो भने विशेष कारणले गर्दा जाने बेलामा गएपछि म भनेको सादा जीवन उच्च विचार भनेको मतलब अब खाजा खाउँ भन्दाखेरि नर्मल्ली गएर यसो खाजा त खाऊ तर उसलाई चाहिँ त्यस्तो खालको नु के ऊ भनेको चाहिँ फेरि कस्तो पनि भेराइटी चाहिने कि उसलाई। अनि मैले भने है भोक लाग्यो खाना खान जाउँ भन्ने कुरो भयो फास्ट फुडतिर लाग्यो खाना खान जाउँ भनेको। अनि उसले के भने नि जाउँ भने कहाँ जाउँ भने थकाली खाना ल हेर है थकाली खाना कम्तीमा पनि तिम्रो चाहिँ त्यसलाई पर्छ होला 800-900 समथिङ के पर्छ चाहिँ एक थाकको ताकि काठमाडौँमा 100 रुपियाँ छाक मासु भात पाइन्छ। अनि त्यो 1000 रुपियाँ छाक मासु 1000 रुपियाँ छाक एक दिन सकिएपछि त त्यो 100 रुपियाँ छाकले त 10 दिन नान्ने भयो। म भन्छु यहीँ खाऊ उन भन्छन् कहाँ हौ थकाली खाना जाउँ उनले भने जाने पेटमा अगाउने हो जे भने भोक मार्ने हो थकाली खाना जाउँ भने मैले भने म त जाने होला छैन थकाली खाना एक खाना खाउँ भनेको। अनि चाहिँ थकाली खाना खाने जाउँ भने अनि बेलुका मैले भने ल अब तिम्रो थकाली खाना जान्छ म जान्न म चाहिँ यहीँ बस्छु भनेर त्यहीँ बसेर त्यति बेला 150-100 समथिङ कति थियो मासु भात खसी मासु भात थियो कि त्यहाँ पकायो उनीहरू थकाली खाना गयो कि। अनि त्यो टाइममा पनि अनि त्यस पछाडि सँगै जाने भन्ने कार्य उनीहरू थकाली खाना गए। अनि हामी म यतातिर भने पछि सँगै जाने भन्दाखेरि नि विविध कारणले गर्दाखेरि जानुपर्ने ठाउँमा ऊ छुट्टै पुग्यो म छुट्टै पुगेँ कि। तर जाने केटा तर नेक्स्ट डे पुग्ने बेलामा चाहिँ छुट्टै पुग्यो। तर कस्तो भने जे एमले गएको त्यो एम चाहिँ सक्सेस भयो दुइटैको। बट बेलुका त खाने कुरामा चाहिँ अलिकति कुरा नमिलेर ऊ चाहिँ विशेष थकाली खाना गए म चाहिँ त्यही सादा भात खाएर बसेँ। आई थिङ्क त्यो हो कि कुरो चाहिँ ऊ भनेको कस्तो भने अलिकति स्मार्ट के हुन्छ नि तर ऊ जतिको खर्चालु ऊ जतिको चाहिँ अलिकति बढी खर्च गर्ने अलिकति हाइफाई होइन उसलाई फेरि साधारण कुराहरू मनै पर्दैन कि उसलाई अलिकति हाइफाई नै चाहिन्छ कि। अनि ऊ भनेको अलिकति आफ्नो प्राइभेसीमा विशेष जोड दिने मान्छे कि प्राइभेसी हुन्छ नि उसको आफ्नो प्राइभेसीहरूलाई चाहिँ उसले चाहिँ एकदम यसरी राख्छ क्या ताकि कसैले थाहा नपाओस् उसको प्राइभेसी। प्रायः कसैलाई थाहा पनि हुन्थेन हामीसँग सेयर हामी मिल्ने साथी भएर सेयर भएर सबै कुरा सेयर भएर चाहिँ थाहा पाएको नभए थाहा हुन्थेन। प्राइभेसी त्यस्तो खालको छ क्या। अनि त्यस्तै खालको अब तिमीसँग त्यस्तो केही थियो कि त्यस्तो कुरा काट्ने टाइपको भन्न खोजेको। मसँग चाहिँ कुरा काट्ने टाइपको धेरै छ होइन त्यो धेरै मध्येमा चाहिँ म दाजुको एउटा मात्रै भन्छु
होइन र मैले काटेको पनि छैन फर्स्ट टाइम यो भिडियोमा आएर मात्रै काट्न लागेको छु मैले अघि नै भनिसकेँ हाम्रो दोस्ती यो यताउतिको बारेमा होइन मेरो अब भनौँ न भनेपछि दाजु तपाईँ रिसाएपछि फकाउन गाह्रो क्या होइन मेरो कुरा चाहिँ रिसाएपछि फकाउन गाह्रो क्या एउटा कुरो के भन्न चाहे यो भिडियोको मार्फत तपाईँको बुहारीलाई म फकाउँदैन बरु सोद्धा हुन्छ मेरो घर फ्यामिलीमा तपाईँको बुहारीलाई फकाउँदैन म मान्छेको शरीर हो अन्नबानीको शरीर हो कहिलेकाहीँ अब एकदम हामी भनेको हँसिलो अनुहार त गर्न सकिन्न नि त अमर दाजुको बरु त्यस्तो छ हँसिलो अनुहार छ केही कुरामा ठुस्यो भने रिसायो भने मात्रै घुम्म देखिन्छ नत्र भने अब म लगभग दाजुसँग 3 दिन हो कि 4 दिन भयो म अलिकति गुम्म परेर बसेको के चाहिँ सोच्नुहुन्छ भनेर मैले आज भिडियोमै भने मैले के सोच्नुहुन्छ भनेर पहिलो कुरो चाहिँ हाम्रो म अब डान्सको कुरा गरौँ होइन डान्स गर्दाखेरि चौधरीसँगको कुरा आयो क्या मबाट आउनुभयो सोध्नुको लागि त्योभन्दा अगाडि चाहिँ मलाई हजुरले हो कि सुगम दाइले सोध्नु भएको थियो क्या चौधरीसँग यतिजना नाच्ने 3 जना भनेर अनि अरूभन्दा के एक्स्ट्रा काम मैले गर्नै पर्छ क्या होइन के एक्स्ट्रा काम मैले गर्नुपर्छ दाजुहरूले सङमा चाहिँ मैले अब अमर भन्दा नि अमर दाजुले भन्दा नि मलाई सुगम दाइले हो कि हजुरले कसले भन्न आएको अनि ल चौधरी सङमा चाहिँ नाच्ने ए ल हुन्छ को नाच्ने हाम्रो उज्जवल दाजु अनि सुगम दाजु अनि अमर दाजु 3 जनाको नाम आयो क्या होइन सँग चाहिँ मनमुटामा मेरो मा कसम म यति भनिदिन्छु यो भिडियोमा अब यस्तो कसम खाइहालेँ है तर मैले चाहिँ एउटा के पनि छैन क्या 0% क्या हजुरप्रति क्या किनकि तपाईँले मलाई कतिको के गरेछ मैले कतिको के गरेछु त्यो तपाईँ र मलाई मात्रै थाहा छ होइन अरू त मलाई के पनि भन्न चाहन्न त्यही नै हजुरको कुरा त्यही नै हो म यो कुरा चाहिँ मैले काटेको होइन मैले यो कुरा चाहिँ तपाईँको भिडियो मार्फत नै भनेको छु है दाजुको कुरा चाहिँ नरिसाउनु होला प्लिज लभ यु ल ठिकै छ अब कुरा त्यस्तै हो सबैजनाको आफू हुन्छ कुरा गरिहाल्यो अब हामी चाहिँ अर्को लाटोको कुरा गरौँ लाटोको कुरामा है आउँछ नाम भने पछाडि लाटो भनेपछि उसले बुझिहाल्छ हेर्ने मान्छेले बुझिहाल्छ जे भयो नि मेम्बर एकजना हुन्छ लाटो फेरि कस्तो खालको भने केटकेटी टाइपको के है लास्टै केटकेटी टाइपको अनि उसँग त म धेरै तिमीहरूभन्दा अलिक अगाडिदेखि नै सहकार्य गरेको बट सोझो पनि हो तर गोजाङ्ग्रे टाइपको सोझो के है त्यो टाइपको मेरो नजरबाट हेर्दाखेरि चाहिँ उनलाई अनि कस्तो भने फेरि माया पनि गर्छ माया नगर्ने होइन माया पनि गर्छ तर अलिकति कस्तो भने केटकेटी टाइपको अनि त्यो हुन्छ नि नेग्लिजेन्स के हरेक कुराहरू चल्छ छोड्दे होइन अब बिहान पनि त्यस्तै कोइन्सिडेन्ट भयो त्यसको ठाउँमा म गएँ मैले मिलाएर आएँ तर त्यस्तै कार्यलाई उसले पठायो भने उसले छोड्दे चल्छ भन्ने टाइपको के अलिकति हुन्छ नि चल्छ टाइपको अनि अब उसको बारेमा कुरा गर्दाखेरि चाहिँ अब मनको चाहिँ सफाइ हो है तर केटकेटी टाइपको कस्तो भने अब उसको एउटा कुरा गरिहालौँ है गरिहाल्यो अलिकति उसले खानेकुरो लिएर आएको छ भने है सँगै बसिन्छ नि त यसरी सँगै बसिन्छ भने उसको फेरि कस्तो हुन्छ भने खुवाइ फेरि गोजीमा हालेर हुन्छ यस्तोमा होइन अनि त्यसपछि अरूलाई दिनुपर्छ भनेर यो गोजीमा हात पनि बिस्तारै लाने यस्तो तरिकाले हेर्ने गोजीमा यसरी लाने क्या हात पनि हो अनि खानेकुरोमा यस्तो फेरि काचा बच्चा बिस्तारै कि फेरि कसैले थाहा पाउँछ बिस्तारै फेरि म फेरि यस्तो दिएर हुन्छ हेरेर हुन्छ कि बानी थाहा भएपछि थाहा हुन्छ नि त यो गोजीमा के छ भन्ने कुरो म फेरि पुरै हेरेर हुन्छु यस्तो निकाल्छ बिस्तारै अनि निकाल्छ मुखमा कप्पा हालिहालेन निकाल्छ हेर्छ अब यस्तो दायाँ बायाँ होइन दायाँ बायाँ हेरेपछि अब यसरी हाल्ने होइन कि फेरि दायाँ बायाँ चाहिँ अब यसरी बसिरहेको छ दायाँ यस्तो हो कि यता फर्किने हो चलाउँदैन एकछिन छ फेरि अब हालिरहने हो अनि त्यसपछि होइन यसरी बन्यो अनि बिस्तारै खान्छ अनि निल्छ उसले अर्कोलाई दिनु त ज्यान जाला है उसले दिने होला छैन
एउटा चक्लेटै किन्नुहोस्, उसको चुइकामै किन्नुहोस्, मकै भट्ट के होस्, फकाएर फुकाएर मागेर जबरजस्ती माग्यो भने रिसाएर तेरो पनि घरमा भन्ने टाइपले दिन्छ। त्यस्तो छ क्या त्यो बानी है। अब मबाट त्यस्तो छ। अब हाम्रो उज्जवल सरबाट उहाँको गुणगान सुन्नु है, अब रमाइलो गरिरहेछ। अनि नरिसाउनु होला दुईजना है, अमर सर र लाटो सर है। म त लाटो नै भन्छु, अब ठिक छ, नाम त अब शुभम हो, तैपनि म लाटो नै भन्छु। ल अब हामीले कुराकानी काटियो। अब चाहिँ हामी चाहिँ म चाहिँ तपाईँहरूलाई सोध्छु एक शब्दमा मात्रै त्यसको एन्सर दिनु होला है त। तपाईँहरूको बालापन जब बच्चा हुन्थ्यो नि, तपाईँहरू बच्चा हुँदाखेरि याद आउने एकजना केटा अनि एकजना केटीको नाम मात्रै, त्यसको डिफिनेसन केही पनि नदिनु, डिफिनेसनहरू त्यसको भूमिका बाँध्न पाइएन। सोच्नु होला बालापनको केटा साथी र केटी साथी, जो कि हुन त हाम्रो धेरै नै हुन्छ साथीहरू, तैपनि एउटा केटा साथी र एउटा केटी साथी जो चाहिँ अलिकति जे होस् अझै पनि दिमागमा, मनमा अनि मस्तिष्कमा रहिरहेको बालापनको भने चाहिँ 5 कक्षाभन्दा तल याद छ भने नाम मात्रै भन्नुहोस्। केटामा चाहिँ मेरो बचपनको साथी खगेन्द्र पोखरेल होइन। केटी भन्नुपर्दाखेरि चाहिँ मलाई एकदम साथ सपोर्ट गर्ने, अब ऊ कहाँ छ अहिले थाहा छैन, जहाँ छ राम्रोसँग अब खुसी साथ बसोस् होइन। अनिता तामाङ जहाँ छ, अनिता तामाङ र खगेन्द्र पोखरेल, अनिता तामाङ र खगेन्द्र पोखरेल भनेपछि उनको बेस्ट साथी। अब तिम्रो चाहिँ 5 वर्षभन्दा तल हुँदाखेरिको याद हुने दुईटा, एउटा केटी साथी र केटा साथी। मेरो केटी साथी चाहिँ मेरै दिदी भनौँ, कल्पना होइन। उहाँले नै अब भनौँ न, म त बाहिरी दिदी केटीहरूसँग बोल्ने यताउति थिएन, लाज हुन्थ्यो, मलाई लाज लाग्थ्यो। मेरो दिदीले चाहिँ एकदम साथी भनौँ न, अब खानादेखि लिएर हिँड्नेदेखि लिएर कपडा सपडा यताउति म दिदीसँगै हो जाने, दिदीसँगै आउने, स्कुल पनि त्यही नै हुन्थ्यो। र विविध कारणले पछि चाहिँ छुट्यो। 5 वर्षभन्दा मुनिको मात्रै सोध्नु भयो होइन, त्यही नै हो, दिदी नै हो। र केटामा चाहिँ मेरो एकदम मिल्ने साथी र कहिले कस्तो यसो झगडा पनि हुन्छ है फेरि उहाँसँग चाहिँ। अहिले चाहिँ उहाँ अब भनौँ न घरको पारिवारिक समस्याले गर्दाखेरि बाहिरी हुनुहुन्छ, विदेशतिर जानुभएको छ। बुद्धि तामाङ भन्ने हो। उसँग झगडा पनि हुने, मिल्न पनि मिल्ने, सँगै गर्ने होइन, त्यही भनेपछि सुदीप भाइको चाहिँ मिल्ने अब साथी 5 वर्ष तल भनेपछि अब आफ्नै दिदी र साथी बुद्धि तामाङ होइन त, केटा साथी। ल अब त्यस्तै गरेर अब के अरे अब मेरो पनि भनिहालेँ है। अब मेरो पनि यो भिडियो पनि हेरिरहनु हुनसक्छ सबैजनाले है। अब मेरो चाहिँ बच्चैदेखि चाहिँ एकदम मिल्ने साथी, जे होस् अहिलेसम्म पनि नि सम्बन्धमै, जे भयो नि सम्बन्धमै छौँ, हामी साथी नै छौँ। एउटै थाला खाने, एउटै खाना सुत्ने। बिहे नहुँदाखेरि त हामी त कस्तो थियो भने कसैको मेला जानु पर्यो भने पनि म नगएपछि ऊ त्यो मेला नजाने, यो जुन मेला गयो चाहिँ दुवैजना सँगै कि, स्कुल गयो भने दुवैजना सँगै, स्कुल नगयो भने दुवैजना नजाने, कहीँ जानु पर्यो मेरो मामा घर जानु पर्यो भने दुवैजना, उसको मामा घर जब जानु पर्यो भने दुवैजना, कुनै पनि काम गर्नु पर्यो दुवैजना, हामी नछुट्टिने के। अब जस्तै कि हाम्रो घर खाना खाइयो भने दुवैजना एउटै थाला खाने, फेरि उसको घर गएर नि एकजना खान्थ्यो। सन्दीप बसेलो के अरे होइन, अहिले त उसले झन् सन्दीप साई लेखेको छ। अब केटी साथीहरूमा चाहिँ म एकदम विशेष गरी सम्झिन चाहन्छु है, त्यो मेरो एउटा बालापनकै मैले चाहिँ एकदम बिर्सिन अझै पनि यादमा, तर कुराकानी नहुने है, यादमा कुराकानी नहुने प्रतीक्षा अधिकारी भन्ने एकदम मिल्ने। त्यो कस्तो भने साथीहरू धेरै आछन्, तर पनि अलिकति बढी चाहिँ जोसँग चाहिँ त्यो टाइमबाट कुरा नभएदेखि अहिलेसम्म कुरा नभएको भन्ने साथीले चाहिँ बढी याद हुन्छ नि त। अब त्यसपछि कुरा भए पछाडि चाहिँ सबैसँग कुरा भइरहेको, अरूसँग चाहिँ कन्ट्याक्टमै छौँ, कुराकानी भइरहेको छ, तर त्यति बेला टाइममा चाहिँ कुरा भएर अहिलेसम्म कुरा नभएको चाहिँ प्रतीक्षा अधिकारी भन्ने। मिस यु है, कहाँ छौ कस्तो छ थाहा छैन, तर पनि यो भिडियो हेऱ्यो भने चाहिँ कमेन्ट गर्नु होला है। ल अब यो चाहिँ बालापनको भयो। अब म चाहिँ भनेपछि तपाईँलाई चाहिँ प्रपोज आयो र तपाईँले म म्यारिड हो, म चाहिँ यस्तोमा चाहिँ संलग्न हुन सक्दिनँ भनेपछि उसले चाहिँ नो प्रब्लम, म चाहिँ एक्सेप्ट गर्छु, तपाईँ तयार हुन्छ कि हुँदैन भनेर तपाईँले रिजेक्ट गर्नुभयो। आई थिङ्क उताबाट त जसलाई पनि आउँछ नि, अब लेडिजहरूलाई नि आउँछ, जेन्ट्सहरूलाई आउँछ, जसलाई पनि आउँछ प्रपोजल, तर आफू चाहिँ के हुनु पऱ्यो त
सही हुन पर्यो होइन। कसैले प्रपोज गर्छ भने सुरुमै कसैले भनिहाल्यो भने के भन्छ साम दाम दण्ड भेद भन्छ होइन। साम दाम दण्ड भेद भनेको एकदम पोलाइटी, त्यसपछि नि पोलाइटी नि भने अलिकति नरम होइन, हुँदै कडा हुँदै हुँदै गएर के दण्ड पनि दिनुपर्छ भन्छ नि, भेद पनि भन्छ, लास्टमा गएर घिटा पनि गर्नु त्यो आफ्नो ठाउँमा छ। तैपनि कसैले त गरिहाल्छ होइन, गर्छ त्यो अभियसली लाइफमा गर्छ, अब त्यो भइहाल्यो, त्यो पाट्यो है। आई थिङ्क हुन्छ त्यस्तो लाइफमा। अब चाहिँ हाम्रो अब समय पनि अलिकति लम्बिँदै गछ, टाइम पनि छैन र मेरो एउटा क्वेसन छ, रमाइलो खालको क्वेसन है। अब लास्टमा हामी क्वेसनमा आइसकेका छौँ है। एउटा क्वेसन सोध्छु, यो चाहिँ अलिकति लजिकल्ली टाइपको क्वेसन हो होइन। म क्वेसन सोध्छु, मेरो कला नै त्यही हो, त्यस पछाडि तिमीहरूले चाहिँ एउटा क्यारिकेचर गरेर देखाउनु पर्छ है। त्यो चाहिँ अब साथीहरूको लागि लास्टमा रमाइलो है। मैले एउटा क्वेसन सोधेँ है त, रेडी हुनुहुन्छ है? ल, एउटा व्यक्तिले 37 किन्यो है, 37 किन्यो 38 बेच्यो, त्यो मान्छेलाई घाटा भयो कि फाइदा भयो? मेरो यता उज्जवल सर चाहिँ क्यारिकेचरको लागि एकदम प्रख्यात हुनुहुन्छ होला, मैले फर्स्ट टाइम चिनेको पनि, आई थिङ्क फर्स्ट टाइम देखेको पनि म क्यारिकेचरबाटै हो है। उहाँले चाहिँ खड्काजीको क्यारिकेचर गर्नुभयो, मलाई साह्रै राम्रो लाग्थ्यो त्यति बेला है। अब उहाँबाट चाहिँ त्यो खड्काजीबाट चाहिँ अब क्यारिकेचर उहाँले चाहिँ गर्नुहुन्छ है। क्यारिकेचर लास्ट भिडियो लास्ट आइसकेको छ। हामी दुईवटा भाइहरूको चाहिँ एकवटा क्यारिकेचर सुन्छौँ र आजको यो भिडियोको अन्त्य गर्छौँ। र हाम्रो अर्को भिडियो चाहिँ फुड च्यालेन्ज होइन, फुड च्यालेन्ज आउँछ केही समयमा, अथवा 1-2 दिनमा फुड च्यालेन्ज आउँछ, बहुत रमाइलो गर्नेवाला छौँ है। अहिले चाहिँ ल लास्टमा अन्तिममा चाहिँ हामी क्यारिकेचरबाट अन्त्य गर्नेछौँ है त। ल म चाहिँ अब पर्फेक्ट त छैन, यसो कोसिस गर्छु है। पहिला चाहिँ धेरै गरेको, दाइले भन्नुभयो मलाई, दाइले जतिखेर भेट्नुभयो त्यतिखेरदेखि हाम्रो त्यो हो। म खड्काजीबाटै सुरु गर्छु है। माथि तपाईँ राम्रो कुरा गर्नुहुन्छ, यति राम्रो यति उत्कृष्ट त कोही गर्छ भने यो कान उठाइदिनु भन्नुभयो। आमा के कुरा गरेको हो राजेश भाइ, के कुरा गरेको हो? तपाईँको भिडियो मार्फत के भन्छु भने मलाई माया गर्ने मान्छेलाई लक्यु उडी उडी टुप्पा भन्छु म। लाइक सब्सक्राइब कमेन्ट त फट आउँछ हेर्नुहोस्, आएन भने यो कान उठाइदिन्छु भन्नुभयो। त्यतिले कुटेरबाट खाइदिनु पऱ्यो बाबा, आइबा के गर्नु भयो? प्रधानमन्त्री फेरि पनि बन्न खोजेको बाबा, जिन्ती आयो त मलाई के गर्नु? जिन्तीले मलाई कुटेर खाइदिनु पऱ्यो, म उचार गरेर आएको बाबा। राजाले लसाइ कसले सक्छ? कसले सक्छ? राजाले त सकेर सक्छ। यो त होस् होइन शेरबहादुर देवाको। अब म मोटु पातलो गर्छु है, हल्का होइन। ओहो खाना पर्दो माथि बच्चे नहीं, जल्दी जल्दी करो भाई, मेरे को तो भूख लग रहा है। अरे मारुति भाई, वीडियो को जरा थोड़ा स्लो करो, लेट हो रहा है, नींद आ रहा है। कल फिर आएंगे, उसमें बहुत खाने पूरा खाएंगे, वो वीडियो में दिखाएंगे। ओहो आजलाई यति नै, कुनै बेला फेरि गरौँला। धन्यवाद। मैले भनिसकेको थिएँ उहाँ धेरै उत्कृष्ट मेमोक्री अथवा चाहिँ क्यारिकेचर गर्नुहुन्छ भनेर। अब हाम्रो भाइबाट उहाँ त झन् कुरै नगरौँ ल, उहाँ आफैले गर्नु। फेसियल एक्सप्रेसनले मेरो त्यस्तो खासै भन्नाले अब भनौँ न, अब दाइले प्रस्ताव राखिहाल्नु हो है। त्यो चाहिँ मैले एकदम लुगाएर राखिरहेको चिजहरू हो क्या होइन। पहिला टिभी सिरियलमा चाहिँ बेइमान डाइरेक्टर भन्ने हुन्छ नि, त्यसको चाहिँ म अलिकति धेरै नभने अलिकति मात्रै भन्छु है। टरेमाम कहाँबाट टरेमाम? ल टरेमाम भनेपछि चाहिँ अहिले बुझ्नु पर्दैन, नमस्ते गर्नु पर्दैन, नमस्ते बेइमान यस्तै है। अनि अब अर्को चाहिँ त्यो दाजुले पनि अघि मोटु बदलुको गर्नुभयो होइन। त्यो मोटु बदलुमा एउटा मोटुको दाई है, ओ मोटू मेरी यार भाई, ओ तू किधर जा रही है? ओ मैं तेरे को एक दवा दूंगा, ओ तू दवा खा के बड़े हो जाएगा। यो चाहिँ यो मोटुको दाई डाक्टर झट्का भन्ने हो क्या होइन। यो चाहिँ अब भनौँ न इन्डियनमा अनि हुन्छ। अनि अर्को कुरा म्याउ लाडले घपघप
अनि फेरि अर्को त्यो मतलब टिकटकमा आइरहेको हुन्छ है त्यो अब अनि भैया वास्ते किन हुइया 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 इधर नहीं मिलेगा उधर जाओ यो मतलब यो दुईजना कन्टेन्टहरू चाहिँ हाम्रो नेपालमा नै आउनु भएको हो उहाँ पोखरा साइडतिर मुक्तिनाथ एउटा घुम्नुभएको कस्तो भने चाहिँ उहाँसँग भेट चाहिँ भएन मेरो म पछि चाहिँ जानुभएको रहेछ म पनि गएर आएँ मुक्तिनाथ है सबैजना पुग्नु होला एकदम राम्रो छ ठाउँ मराङ मुस्ताङ है अनि रहनु पर्छ एकदम यही नै हो मेरो चाहिँ अनि अरू कुरा मेरो फेसियल एक्सप्रेसन भनेको कस्तो भनेपछि जस्तै तपाईँलाई म नहँसाइकन म नहाँसिकन तपाईँलाई म हँसाइदिन्छु क्या अब भनौँ न यतिकै यो चाहिँ भयो है अनि फेरि अरू कस्तो भनेपछि बोल्दा बोल्दा मान्छेलाई हार्ट एट्याक आउने यताउति चाहिँ त्यो पनि गरिदिन्छु कि म त यत्तिकै गर्दा पनि ल है यस्तो यस्तो म हानिदिरहेको हुन्छु कि है मेरो फेसियल एक्सप्रेसन दाजुले भन्नुभयो त्यही नै हो मेरो होइन ल अर्को मेरो एउटा रिक्वेस्ट छ अब भिडियो लास्ट चाहिँ अब म के भन्छ नि त अस्ति गरेको यस्तो टाइपको होइन यो टाइपको चाहिँ एकचोटि रिक्वेस्टै भयो ल त्यो भनेर यस्तो टाइपको भनेर भूमिका बाँधेर यहाँ गरेको टाइप त्यो चाहिँ एकजना के तामाङ भन्ने भाइ के सब हो कि के भन्ने तामाङ हो त्यो भाइको चाहिँ है त्यो भाइको राम्रै हुन्छ मतलब कन्टेन्टहरू म हेरिरहेको हुन्छु उसलाई लाइक सब्सक्राइब मतलब युट्युब चाहिँ म त्यति हेर्दैन तर टिकटक मार्फत चाहिँ मैले उसलाई हेरिरहेको हुन्छु क्या सरी अनि त्यसपछि त्यही भाइको चाहिँ हो क्या त्यो भाइको चाहिँ कस्तो भनेपछि अब म सुरु गरेँ एकजना मतलब पहिला नै गाली गरे हुन्छ क्या त्यो भाइ चाहिँ अपाइज भन्ने त्यस्तो टाइपको हुन्छ अनि मान्छेहरू अब दुईजना बसिरहेको हुन्छ नि अब त्यो वेदर साइड हुन्छ ओइ भाइ त अनि अस्ति अपाङ्ग भनेर हामीलाई गाली गरेर गाथिस् त अनि त्यसरी भन्छ क्या होइन अनि त्यहाँपछि त्यो भाइले के भन्छ भने होइन दाइ यो त मेरो बचपनदेखिको बिमारी हो गर्छ भने अझै गाली गरिदिन्छ कि त्यो भाइलाई होइन अनि ओ भाइ फेरि गाली गर्छस् त त्यो अझै गाली गर्छस् त अझै गाली गर्छ गर्छ होइन अनि फेरि यसलाई चाहिँ हान केटा हुन्छ अनि भाग्छ क्या त्यो चाहिँ लास्टै छ तर यो सरी गाइज है भिडियोमा चाहिँ अब भनौँ न एउटा हामीले पनि कन्टेन्ट गर्दाखेरि चाहिँ आयो त्यस्तो नराम्रो केही पनि नसोच्नु होला रमाउनु होला चिलमा होइन अब दादा अहिले के त चिलमा छ होइन दादा अहिले चिलमा छ है ल गाइज यति नै हो है ल अहिले चाहिँ बिदा न सेसन नेक्स्ट टाइम हाम्रो के आउँदैछ त के आउँदैछ फुड च्यालेन्ज पनि कमिङ सुन फुड च्यालेन्ज है यस्तो दिनु होला कि हामीलाई है तपाईँको अगाडि अब भिडियोको वर्षात आउनेछ कन्टेन्ट पनि हेर्दै गर सुन्दै रह माया चल्दै रह ओके ल